कानूनभन्दा माथि कोही हुँदैन। एमाले नेता महेश बस्नेतलाई चुनावमा धुलो चटाउने रासोपा सांसद राजीव खत्रीको यो कडा र अर्थपूर्ण सन्देश। केपी ओलीलाई पक्राउ गरे देशमा आगो लगाउँछु भन्ने महेश बस्नेतलाई भक्तपुर 2बाट शानदार रूपमा पराजित गरेका नवनिर्वाचित सांसद राजीव खत्रीले पूर्व प्रधानमन्त्री पक्राउ परेपछि यो दमदार स्टाटस लेखेका हुन्। उनले लेखेका छन्, कानूनभन्दा माथि कोही हुँदैन, देशभन्दा ठूलो कोही हुँदैन। न्यायको सानो टुसा पलाएको छ, अब मिलेर न्यायपूर्ण राज्य निर्माण गरौं। ओली र लेखकको पक्राउलाई उनले वर्षौंपछि पलाएको न्यायको टुसा भनेका छन्। सडकमा आगो बाल्ने पुराना कार्यकर्ता एकातिर र न्यायको स्वागत गर्ने नयाँ पुस्ताका सांसद अर्कोतिर। राजीव खत्रीको यो विचारसँग तपाईँ कतिको सहमत हुनुहुन्छ? भिडियो शेयर गर्नुहोला र यस्तै ताजा र सत्य तथ्य न्यूज अपडेट्सको लागि हाम्रो पेज लेट अस नोलाई फलो गर्न नबिर्सिनुहोला।